त्यो अस्ति भिडियोमा जतिखेर देख्नुभयो नि उहाँलाई होइन गङ्गा बहादुर दर्लाम के भन्नुभयो गङ्गा भाइलाई जसरी तपाईँले अस्ति देख्नुभयो त्यो भिडियोमा देख्दा र आज फेस टु फेस तपाईँले आफ्नै आँखाबाट देख्दा चाहिँ के पाउनुभयो अस्तिको भिडियोमा हेर्दा चाहिँ कस्तो छ भने बोल्नै नसक्ने हो कि त्यो मान्छे त एकदमै गुमामै गइसकेको जस्तो लागेको थियो होइन तर आज देख्दाखेरि अलिक सुधार भएको जस्तो देख्यो होइन अब घाउहरू पनि अलिकति सुकेर आएको जस्तो होइन हुन्छ घाउहरू पनि अलिकति सुकेर आएको जस्तो त्यस्तो लाग्यो मलाई अब त्यो दुर्घटना त आइ नै हाल्छ होइन अब त्यो ड्रेसिङ गरिरहेको छैन बिहानै बेलुका ड्रेसिङ गर्दा त त्यस्तो हुन्छ भने त्यो दुर्घटना चाहिँ आउँछ अलिकति स्मेल चाहिँ छ त्योभित्र तर पनि अब सुधार हुँदैछ जस्तो लाग्यो मलाई खानेलाई चाहिँ एकैछिनमा मागेर खाइराखेको हुँदो रहेछ त्यो भएर चाहिँ छिटो बिसी हुन्छ अलिकति खाने जे पनि खान मन लाग्छ भन्ने टाइपको कुराहरू पनि आज केही सोध्नु भएको थियो यो विषयमा मलाई होइन खानेकुराहरू चाहिँ खानाहरू चाहिँ जे पनि खान मन लाग्ने कि जे पनि भोक चाहिँ लागिराख्ने कि खाइराख्नु पर्ने त्यस्तो रे मैले सोद्धाखेरि त्यस्तो भन्नुभयो यस्तो खालको घटना पहिला कहिले तपाईँको जीवनमा देख्नु भएको थियो पहिला यस्तो इन्डियामा चाहिँ यस्तो सुन्या थियो होइन हाम्रै नेपालको मान्छे इन्डियामा गएर यसो काटिएर आयो अम्लै छैन होइन दुइटै अम्लो छैन अब यस्तो ट्याक्कै टुक्रै पारेर गएको भएको भएर मैले चाहिँ यस्तो हाम्रो नेपालमा चाहिँ यस्तो देखाएको पनि थिएन सुनेको थिएन अब आज त आफ्नो आँखाले प्रष्ट देखियो है एकदम दुःख लागेको छ होइन इन्डियामा गएर यस्तो यस्तो हाम्रो नेपालकै मान्छे इन्डियामा गएर यस्तो यस्तो हुन्छ भन्ने कुरामा चाहिँ दुःख लाग्छ तर अब एउटा एयरलाइन्सको मान्छे चाहिँ आएर यहाँ आएर उभिरहेदेखि पनि हुन्थ्यो भन्ने मेरो पनि धारणा छ